भोटर आइडी दर्ता त गर्नुभयो, तर तपाईँको नाम भोटर लिस्टमा आयो कि आएन थाहा छैन भने यो भिडियो स्किप नगर्नुहोस्। एक सानो मिस्टेकले तपाईँको एक भोट बेकार हुन सक्छ। आज म तपाईँहरूलाई भोटर लिस्टमा नाम छ कि छैन, कसरी चेक गर्ने सबै देखाउने छु। अन्त्यसम्म हेर्नुहोस्, किनकि अन्त्यमा धेरैले गर्ने ठुलो गल्ती पनि बताउँछु। सो केही ढिलाइ नगरिकन हामी भिडियो सुरु गर्छौं। सो सबैभन्दा पहिले तपाईं आफ्नो मोबाइल या ल्यापटपको कुनै ब्राउजर ओपन गर्नुहोला। मैले यहाँ क्रोम ब्राउजर ओपन गरेको छु र यहाँ सर्च बारमा इलेक्सन कमिसन नेपाल सर्च गर्नुहोला र इलेक्सन कमिसन नेपाल सर्च गर्नुभयो भने तपाईँ सामु यस्तो इन्टरफेस खुल्छ। त्यसपछि तपाईहरुले यो माथि नै छ इलेक्सन कमिसन नेपाल भनेर यो नीलो कलरमा देखिरहेको छ मेरोमा, यसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि तपाईले यो जुन यहाँ माथि जम्मा 5 वटा अप्सन छ, तपाईहरु थर्ड नम्बरको जुन मतदाता नामावली छ, भोटर रोल, आफ्नो नाम खोज्नुहोस्, यसमा क्लिक गर्नुहोला। क्लिक गरिसके पश्चात तपाईहरु सामु फेरि पनि नयाँ इन्टरफेस खुल्छ र यहाँनेरि अन्तिम मतदाता नामावली भनेको छ 2082 फाल्गुन 20 गतेसम्म 18 वर्ष उमेर पुरा हुनेको यहाँ लिस्ट देखाउँछ। सो सबैभन्दा पहिले यहाँ प्रदेशमा तपाईहरुले आफ्नो प्रदेश कुन पर्छ, कोशी, मधेस, बागमती, गण्डकी, तपाईको जुन प्रदेश पर्छ त्यो प्रदेश छान्नुहोला। त्यसपछि रहेको छ जिल्ला। जिल्ला तपाईहरुको कुन पर्छ त्यो जिल्ला सिलेक्ट गर्नुहोला। त्यसपछि नगरपालिका या गाउँपालिका छ, तपाई नगरपालिका या गाउँपालिका तपाईहरुको के हो त्यो थर्ड नम्बरमा सिलेक्ट गर्नुहोला। त्यसपछि वाडा नम्बर कति पर्छ तपाईहरुको त्यो वाडा नम्बर आफ्नो हाल्नुहोला। त्यसपछि मतदान केन्द्र भन्ने अप्सन छ, यसमा चाहिँ क्लिक गरेर तपाईहरुको यहाँ हाम्रो मध्य प्रदेशको सिरा जिल्लामा वाडा नम्बर 2 मा दुईटा देखाएको छ, कुनै ठाउँमा एउटै हुन्छ। सो हाम्रो यहाँ जुन माथिकै छ र यसरी जब सिलेक्ट गरिसकेपछि तपाईहरु सिम्पली यहाँ सबमिटमा क्लिक गर्नुहोला र यहाँ अप्सन देखाइसकेको छ मध्य प्रदेश सिरा जिल्ला गोलबजार नगरपालिका वाडा नम्बर 2 प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर र प्रदेश सभा निर्वाचन क्षेत्र 1 भनेको छ र यसरी आइसकेपछि अब तपाईको नाम कुन अल्फाबेटबाट पर्छ त्यो तपाईहरुले यहाँ सिम्पली सिलेक्ट गर्नुहोला। यो सिलेक्ट गर्नुभयो भने तपाईहरुको नाम तपाईहरुले छिटो आफ्नो नाम खोज्न सक्नुहुन्छ। सो मेरो नाम ज बाट आउँछ, म यहाँ ज मा क्लिक गरे। त्यसपछि यहाँ नाम आफ्नो हेर्दै जानुहोला, यसरी तपाईको नाम कहाँ छ र यहाँनेरि यो लिस्टमा छैन भने तपाईहरु यहाँ सिम्पली नेक्स्ट गर्नुहोला। अब यसमा हेर्नुहोला, यदि यसमा पनि छैन भने फेरि नेक्स्ट गर्नुहोला र फेरि यहाँ आएपछि यहाँ पनि छैन, फेरि नेक्स्ट गर्नुहोला। यहाँ पनि देखाएन, फेरि नेक्स्ट गर्छु। सो यहाँ पनि छैन, फेरि नेक्स्ट गर्ने। सो यहाँ पनि आएको छैन, फेरि नेक्स्ट गर्ने र यहाँनेरि मेरो जुन 442 नम्बरमा मेरो नाम देखाएको छ, यसमा साइडमा तपाई जानुहोला, मतदाता विवरण भन्ने अप्सनमा यो नीलो कलरको छ, यसमा क्लिक गर्नुहोला। क्लिक गर्नुभयो भने फेरि नयाँ पेज ओपन हुन्छ र त्यसपछि यहाँ के भनेको छ, मतदाताको व्यक्तिगत विवरण हाल्नुहोस् भनेर। यसमा तपाईले आफ्नो जन्ममिति हालेर पनि यसलाई खोल्न सक्नुहुन्छ या त नागरिकता नम्बर, म जन्ममिति राख्न गइरहेको छु। यसरी
जन्ममिति राखिसकेपछि तपाईहरूले सिम्पली यहाँनेरि आई एम नट अ रोबोट भन्ने अप्सनमा टिक लगाउनुहोला र लगाइसकेपछि यहाँ सबमिट गर्नुहोला र सबमिट गर्नुभयो भने तपाईँको भोटर लिस्टमा नाम आइसकेको छ र यो मेरो धेरै पुरानो फोटो आएको छ र यसरी तपाईँहरूको आफ्नो विवरण चाहिँ आउँछ र यसरी तपाईँहरूले आफ्नो भोटर लिस्टमा नाम छ कि छैन भनेर हेर्न सक्नुहुनेछ। यदि भिडियो इन्फर्मेटिभ लाग्यो भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।